नमस्कार। हाल विश्व बजारको साथसाथै नेपालमा पनि पेट्रोलियम पदार्थको भारी मूल्य वृद्धि भएको छ। तपाईलाई लागिरह होला मलाई यो मूल्य वृद्धिले कुनै असर गर्दैन, किनकि मसँग इभी गाडी छ अथवा म गाडी नै चढ्दिन। होइन, तपाईलाई पनि यो मूल्य वृद्धिले असर गरिरहेको छ, किनकि हामीले दैनिक उपभोग गर्ने सामानहरू, तरकारी, फलफूल, लत्ता कपडा, कन्स्ट्रक्सनका मटेरियलहरू हामीले उपभोग गर्ने ठाउँसम्म आइपुग्नको लागि सवारी साधनको प्रयोग गर्नुपर्ने हुन्छ। त्यो सवारी साधन यही पेट्रोलियम पदार्थबाट चल्ने गर्छ। जब पेट्रोलियम पदार्थको मूल्य बढ्छ, सवारी साधनको ट्रान्सपोर्टेसन कस्ट हाई हुन्छ। ट्रान्सपोर्टेसन कस्ट हाई भइसकेपछि हामीले दैनिक उपभोग गर्ने सामानको मूल्य पनि अटोमेटिक हाई नै हुन्छ। यो चेललाई भनिन्छ इन्फ्लेसन। हिजो तपाईले 20,000 लिएर बजार जाँदा जति सामान किन्न सक्नुहुन्थ्यो, आज त्यही 20,000 लिएर बजार जानु भने त्यति सामान किन्न सक्नुहुन्न। अब यसको उपाय के त? यसको सोलुसनको उपाय के त भन्दाखेरि पहिलो उपाय भनेको चाहिँ फ्युल सब्सिडी। यी अत्यावश्यक सामानहरू ट्रान्सपोर्टेसन गर्ने जुन साधनहरू छ, ती साधनमा प्रयोग हुने फ्युलमा सरकारले सब्सिडी दिन सक्यो भने यो अत्यावश्यक उपभोग्य सामानहरूको मूल्य वृद्धिमा केही कम गर्न सकिन्छ। तर यो लङ टर्म सोलुसन होइन। लङ टर्म सोलुसन भनेको चाहिँ आफ्नै देशमा यी उपभोग्य सामानहरूको उत्पादन गर्ने हो। जब आफ्नै देशमा यी अत्यावश्यक सामानहरू उत्पादन गरिन्छ, तब यो मूल्य वृद्धिले, पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिले कुनै पनि असर गर्दैन। अर्को भनेको आफ्नै देशमा उत्पादन भएको सामानहरू खरिद गर्न प्रोत्साहन पनि गर्ने हो। यस्तै उपायहरू तपाईहरूलाई नि अरू केही थाहा छ भने कमेन्ट बक्समा कमेन्ट गर्नुहोला। धन्यवाद।